हेलो एभ्रिवान, फाइनल्ली क्याम्ब्रिज अपस्किल इङ्ग्लिस टेस्टको भिडियो लिएर चाहिँ म आइसकेको छु। तपाईहरु धेरैजनाले धेरै फोन म्यासेज गरेर सर एउटा भिडियो चाहिँ बनाइदिनुस् न, क्याम्ब्रिज अपस्किल इङ्ग्लिस टेस्टमा कस्तो खाले क्वेसन आउँछ त, कसरी पास हुने, के गाह्रो हुने, र अहिले त स्पिकिङमा सर एफइटीको जस्तो छैन, A2 लिएर मात्र हुँदैन, हामीले त स्पिकिङमा B1 ल्याउनु पर्छ। B1 कसरी ल्याउने सर, स्पिकिङ पार्टको पनि के आउँछ, कस्तो हुन्छ, यो धेरै कन्फ्युजनमा धेरै स्टुडेन्ट्सहरू हुन्छ, धेरै स्टुडेन्ट्सहरूले फोन गरिरहनु भएको छ। र मेरो समय केही प्याक भएका हुनाले चाहिँ मैले भिडियो बनाउन पाइरहेको थिइनँ। र अब फाइनल्ली आजको यस भिडियोमा म तपाईहरुलाई कम्प्लिट डिटेल इन डिटेल आई ग्यारेन्टी यु, तपाईले यो भिडियो हेर्नुभयो भने कुनै पनि त्यस्तो अरु कुनै भिडियो हेर्नुपर्ने जरुरत हुँदैन। कस्तो क्वेसन आउँछ, के क्वेसन आउँछ, एक्जाममा जाँदा फेरि के गर्ने, कस्ता कुराहरु चाहिँ एक्जाममा जाँदा एकदमै धेरै ख्याल राख्नुपर्छ, के गर्ने, कसरी सिट प्लानिङ हुन्छ, कुन टेस्ट सुरुमा आउँछ, कम्प्लिट तपाईलाई फर्स्ट देखि लास्टसम्म, र तपाईलाई लास्टमा म स्पिकिङको टिप्स एन्ड ट्रिक्स साथै तपाईहरुलाई लिसनिङको एउटा टेस्ट पनि दिन्छु। यो भिडियो हेर्दै गर्दा फेरि तपाईले जस्ट हेर्ने मात्र हैन, तपाईले पेन एन्ड पेपर लिनु होला, ताकि तपाईले यहाँ भनेका हरेक कुरालाई नोट डाउन गरेर आफ्नो प्र्याक्टिकल लाइफमा अथवा प्र्याक्टिकली त्यसलाई इम्प्लिमेन्ट गर्नु होला, नत्र यहाँ हेरेर मात्र चाहिँ केही हुँदैन। ओके, र यहाँ म तपाईलाई डिफ्रेन्ट टाइप अफ क्वेशन्स र डिफ्रेन्ट कुराहरू दिनेछु। तपाईले त्यसलाई हेर्ने, गर्ने, कहीँ गर्नुपर्ने हुनसक्छ, कहीँ बुझ्नुपर्ने हुनसक्छ, तपाईले त्यसलाई त्यही हिसाबले गर्नु होला। ओके, ल स्टार्ट गरौँ है त। आर यु रेडी? ओके, नाउ स्टार्ट गरौँ। ल फर्स्ट अफ अल यो के बनाएको भनेर लागिरहेको होला। ओके, तपाईले यसलाई चाहिँ के इमेजिन गर्नु भने एउटा हल, यो हाम्रो कोर्स कस्तो हुन्छ, के हुन्छ भन्दाखेरि एक्जाममा जाँदाखेरि के हुन्छ त, कस्तो हुन्छ त्यहाँको वातावरण तपाईले त बुझ्नु जरुरी छ। हामी धेरैजनालाई थाहा भइसकिसक्यो कि हाम्रो यो एक्जाम के हुनेछ, कम्प्युटर बेस होइन, यो भनेको मोबाइल बेस हो। यो कतै न कतै राम्रो। पहिले कम्प्युटर बेस हुँदाखेरि के हुन्थ्यो, टाइप गर्नुपर्ने एकदम स्लो हुन्थ्यो, टाइपिङ सिक्नुपर्ने हुन्थ्यो, अहिले एकदम कम्फर्टेबल छ। तर त्यो भन्दै गर्दा केही कुरा चुनौतीपूर्ण पनि छ। र अर्को भनेको एआई बेस रिजल्ट आउँछ। एआई बेस हाम्रो टेस्ट सिस्टम हो यो, होइन, एआईले नै हाम्रो कस्तो मार्क्स आउँछ, के आउँछ भनेर चाहिँ टेस्ट स्कोर गर्छ। सो द्याट केही यसका फाइदा प्रोज छ, केही कन्सेप्ट छ, त्यो पनि हामी डिस्कस गर्छौँ। त्योभन्दा सुरुमा तपाईँ एक्जाम हलमा जाँदै गर्दा कस्तो हुन्छ, तपाईँहरू धेरैजनाले एफइटी दिँदाखेरि चाहिँ तपाईँहरूको एउटा क्याबिन हुन्थ्यो। भन्न खोजेको क्याबिन मिन्स एउटा बक्समा बस्नुहुन्थ्यो, यहाँनिर टक्कसँगले तपाईँले दिनुहुन्थ्यो, साइडमा बारेको हुन्थ्यो, या यस्तो हुन्थ्यो है, एउटा स्लाइडली हुन्थ्यो, यहाँ बसेर टक्क दिनुहुन्थ्यो। तर यहाँ त्यस्तो हुँदैन। यो पुरै तपाईँले एउटा रुम मान्नुहोस् है, मैले एउटा 1 2 3 4 5 6 बनाएको छु है, यसलाई रो भनौँ हो, यसरी। अब तपाईँहरूले मान्नुहोस् यसमा चाहिँ 10 जना स्टुडेन्ट राखिन्छ, 10 जना यसरी राखिन्छ है, यहाँ 1 जना 2 जना 3 जना 4 जना 5 जना गर्दै यसरी 10 जना यो रोमा राखिन्छ, 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 यो रोमा राखिन्छ। यसरी अहिलेलाई मानौँ कि यसरी चाहिँ सिटहरुमा स्टुडेन्ट राखिन्छ है, र यसरी हुन्छ। अब धेरैजना स्टुडेन्ट सोध्नुहुन्छ कुन एक्जाम सुरुमा हुन्छ, तपाईको कुन एक्जाम सुरुमा हुन्छ भन्ने कुरा तपाईँ हल नगइकन थाहा हुँदैन। अब के भनेको यो भन्ने पनि लाग्ला है। सबैभन्दा सुरुमा बुझौँ कि अब एक्जाम हलमा तपाईँ पुगिसकेपछि तपाईँ जुन सिटमा बस्नुभयो, मानिलिउँ यसलाई हामीले 1 भन्यौँ, यसलाई 2 भन्यौँ, यसलाई 3 भन्यौँ, यसलाई 4 भन्यौँ, यसलाई 5 भन्यौँ, र यसलाई 6 भन्यौँ। अब एक्जाम कोअर्डिनेटरले चाहिँ 1 हुनेहरू सबैजनाले चाहिँ स्पिकिङ गर्नु होला भन्नु भने चाहिँ के गर्नु पर्यो, 1 ले स्पिकिङ गर्नु पर्यो। तर अब 2 ले स्पिकिङ गर्न पाएन, उसले कि रिडिङ गर्नु पर्यो, कि राइटिङ गर्नु पर्यो, कि लिसनिङ गर्नु पर्यो। जुन गर्दा नि पाए है, तपाईले यहाँ तपाईँ यसमा पढ्नु भने तपाईँले जुन गर्नु, फेरि उसले के गर्ने भयो, स्पिकिङ गर्ने भयो, फेरि उसले के गर्ने भयो, रिडिङ राइटिङ लिसनिङमा एउटा गर्ने भयो, फेरि उसले के गर्ने भयो, स्पिकिङ गर्ने भयो, र यसले के गर्ने भयो, रिडिङ राइटिङ र लिसनिङ गर्ने भयो। अब सेम मानिलिउँ उसलाई चाहिँ रिडिङ राइटिङ र लिसनिङ पर्यो भने के गर्न पायो, उसले स्पिकिङ गर्नु पर्यो। उसले के गर्नु पर्यो, रिडिङ राइटिङ र लिसनिङ गर्नु पर्यो। उसले के गर्नु पर्यो, स्पिकिङ गर्नु पर्यो। उसले के गर्नु पर्यो, रिडिङ राइटिङ र लिसनिङ गर्नु पर्यो। उसले के गर्नु पर्यो, स्पिकिङ गर्नु पर्यो हो। यति कुरा क्लियर हुनु, यो तपाईहरुले याद गर्नुपर्ने हुन्छ एउटा एक्जाममा जानुभन्दा अगाडि, अथवा तपाईलाई त्यहाँनेरि पनि यो प्लानिङको बारेमा बताइन्छ यसरी गर्ने भन्ने कुरा, त्यसमा आत्तिनु चाहिँ पर्दैन। अर्को कुरा भनेको तपाईले हेडफोन, अब अहिले हेडफोन भन्दा नि इयरफोन, वायरलेस इयरफोन अथवा वायरलेस हेडफोन कतिजनाले युज गरिरहन्छ, अहिले मैले ल्याइरहेको छु नै, तपाईलाई म यहाँ देखाउँथे पनि। धेरैजनाले सोधिरहनु भएको हुन्छ इयरफोन लिएर जाने कि हेडफोन। तपाईँ मैले भनेको मान्नुहुन्छ अथवा के गर्ने भनेर मलाई सोध्नुहुन्छ भने तपाईले इयरफोन लिएर जाँदा हुन्छ। तर त्यो लिएर जानुभन्दा अगाडि एकचोटि चेक गर्नुहोस्, रेकर्डिङ चेक गर्नुहोस्, रेकर्ड भइरहेको छ छैन। कति धेरैजना स्टुडेन्ट त्यहाँ गर्छ अलमली नै हुन्छ कि अब भइरहेको छैन, त्यो केही पनि प्रब्लम तपाईँको कारणले आउँछ भने त्यहाँनेरि क्याम्ब्रिजले केही पनि
रेस्पोन्सिबिलिटी लिँदैन, त्यो तपाईँको जिम्मा हो। अडियो बिचमै रोक्यो भने द्याट्स योर रेस्पोन्सिबिलिटी, द्याट्स योर प्रब्लम है। सो द्याट बी अवेर अन द्याट है, त्यसमा चाहिँ अवेर हुनु होला यो विषयमा। यो रह्यो त कसरी टेस्ट हुन्छ भन्ने कुरामा यी कुराहरू सामान्य रहिगए है। र अब टेस्ट मोड्युलकै कुरा गरौँ हो, के आउँछ त भन्दाखेरि हाम्रो सेम लाइक यफिटीमा जस्तै आउँछ। र कति धेरैजना चाहिँ आत्तिरहनु भएको छ, ओहो गाह्रो हुन्छ। होइन, तपाईँले यफिटीमा दिने इक्जाम र यो इक्जाम कतै न कतै सिमिलर हो, बट सिमिलरको मिनिङ ठ्याक्कै मिल्छ भन्ने कुरा होइन। तर डिफिकल्टी लेभल जुन छ, त्यो गाह्रो हुने लेभल छ, बोथको लगभग सेमै हुन्छ है। केही पार्टहरूमा चाहिँ तपाईँहरूको रिक्वायरमेन्ट हाई राखिदिएको हुनाले अलिकति गाह्रो मात्र भएको हो। यदि यफिटीको जस्तै रिक्वायरमेन्टले पुग्ने भए A2 मात्र ल्याउनु पर्ने भएको भए क्याम्ब्रिज अफ स्किल इङ्ग्लिस टेस्ट पनि एकदम सजिलो टेस्ट हो। तर स्पिकिङमा चाहिँ B1 छ है। ओके, अब हेरौँ स्पिकिङ कति हुन्छ 12 मिनटको हुन्छ, लिसनिङ कति हुन्छ 25 मिनटको हुन्छ, रिडिङ के हुन्छ 25 मिनटको हुन्छ, राइटिङ के हुन्छ 30 मिनटको हुन्छ। सबैभन्दा बेस्ट हायर टाइम भनेको चाहिँ के को हुन्छ, राइटिङको हुन्छ है। र अब यसमा के गर्नु पर्यो तपाईँहरूले, हाम्रो यसको रिक्वायरमेन्ट के हो तपाईँहरूलाई थाहा होला, म एकचोटि भनिदिन्छु नि। B1 छ, यसको A2 छ, यसको A2 छ, यसको A1 छ। सो द्याट तपाईँहरूले प्र्याक्टिस गर्दाखेरि पनि यही हिसाबले गर्नु होला, किनकि तपाईँले रिक्वायरमेन्ट मिट गर्नु भएन भने तपाईँले यो सबै कुरा गरेको केही पनि अर्थ रहँदैन। र यो इक्जाम कति मिनटको हुन्छ 92 मिनटको हुन्छ, जुन चाहिँ अराउन्ड 1 hour 32 मिनट हुन्छ। अब पहिले यफिटीमा चाहिँ के थियो भने तपाईँले पर्खिनु पर्छ। जस्तै मानिलियो तपाईँले 12 मिनटको इक्जाम थियो, तपाईँले 6 मिनटमा सकिदिनु हो भने तपाईँले पर्खिनु पर्थ्यो। भने यसमा तपाईँले 12 मिनटमा सकेर, जस्तै यो 92 मिनटको इक्जाम तपाईँले 60 मिनटमा सक्नु पनि सक्नुभयो, तपाईँले यसलाई 35 मिनटमा सक्नु पनि सक्नुभयो। भने चाहिँ तपाईँले जुन वेमा आफ्नै वेमा जति छिटो गर्नुहुन्छ त्यति छिटो हुन्छ। भन्दाखेरिको 25 मिनट्समा तपाईँको लिसनिङ थियो, तपाईँले त्योभन्दा अगाडि सक्नु पनि पाउनुभयो, अर्को सेक्सनमा जान पनि पाउनुभयो। र त्यही सेक्सन बिच पनि अहिले हामी पढ्छौँ, त्यसमा पनि तपाईँले एउटा सकेर अर्को मुभ इजिली हुन पाउनुहुन्छ। यसमा रिस्ट्रिक्ट हुँदैन, बसिरहनुपर्छ भन्ने कुरा। ओके ल, यति त हाम्रो टेस्टको बारेमा भयो ओभरभ्यू। अब सुरु गरौँ रिडिङ सेक्सनबाट। तपाईँहरूले अघि मैले भने सिट प्लानिङ, यदि तपाईँहरूलाई कोअर्डिनेटर इक्जाम कोअर्डिनेटर तपाईँहरूको स्पिकिङ भन्नु त तपाईँले स्पिकिङ गरिहाल्नु पर्यो। होइन, तपाईँहरूलाई स्पिकिङ भन्नु अरू नै गर्ने आयो भने तपाईँले रिडिङबाट सुरु गर्नु, किनकि यसमा टाइम मिल्छ। तपाईँ अलिकति आत्तिएको हुन्छ इक्जाम हलमा के हो धेरै मान्छे भन्ने हुन्छ। सो द्याट तपाईँले चाहिँ रिडिङबाट गर्नुभयो भने सुरु गर्नु चाहिँ तपाईँलाई अलिकति कम्फर्टेबल हुन्छ। अब स्पिकिङबाटै गर्नु भनेपछि त त्यसमा अप्सनहरू होइन गर्नु परेको। ओके ल, रिडिङको हेरौँ। यसरी यो इन्टरफेसमा चाहिँ ठ्याक्कै एक्ज्याक्ट यही इन्टरफेस हुन्छ है। तपाईँको रिडिङको यसरी आउँछ पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 र पार्ट 5। कतिवटा पार्ट हुन्छ, 5वटा पार्ट हुन्छ हो। अब यसमा के बुझ्नु पर्यो भने त्यस्तो गाह्रो हुँदैन। जम्मा गर्ने भनेको के हो भने तपाईँले के गर्ने, प्याराग्राफ पढ्ने र तल एन्सर दिने। त्यो भर्ने हुनसक्छ, फिल इन द ब्ल्याङ्क्स हुनसक्छ, त्यो तपाईँले अप्सन चुज गर्ने हुनसक्छ, त्यसकै एडभान्स फर्म हुनसक्छ। त्यो बाहेक अरू केही आउँदैन। अहिले हामी डिस्कस पनि गर्छौँ हो है। र पहिले बुझौँ, त्यसमा सर्ट टेक्स्ट आउँछ हो, अनि त्यसपछि हामीले मिनिङ चुज गर्नुपर्छ। यो अल अबाउट कति मिनटको हुन्छ 25 मिनटको हुन्छ, 5 पार्टमा हुन्छ। इच पार्टलाई फर्स्ट पार्टमा तपाईँलाई कति हुन्छ, तपाईँलाई 4 क्वेसन आएको हुन्छ, यहीँ बुझ्नुहोस् है। त्यसपछि म तपाईँलाई क्वेसन दिन्छु, म यहीँ बुझाएर है। 4 क्वेसन आएको हुन्छ, कति क्वेसन आएको हुन्छ 4 क्वेसन्स आएको हुन्छ। यसमा तपाईँलाई 5 मिनट भनेको लगभग एउटा क्वेसनलाई तपाईँले कति मिनट पाउनुभयो, 1 मिनटभन्दा बढी पाउनुभयो है। पार्ट 2मा पनि 5 मिनट्स हुन्छ। अब यसमा के आउँछ त भन्ने कुराहरू हामीले सर्ती हेर्नुपर्ने हुन्छ। त्यसैले तपाईँलाई म यहाँबाट क्वेसन दिन्छु, तपाईँले क्वेसन सक्नु होला। यसको एन्सर चाहिँ मलाई तपाईँले कमेन्टमा कमेन्ट गर्नु होला, एन्सर रिडिङ एन्सर या राइटिङ एन्सर या केही भनेर तपाईँले कमेन्ट गर्नुभयो स्पेसिफिकको भने तपाईँलाई म एउटा पिडिएफको लिङ्क पठाउँछु, जहाँ चाहिँ तपाईँले यसको कम्प्लिट एन्सर पाउन सक्नुहुन्छ है त के हो भनेर। अब त्यसपछि रिडिङ सेक्सनमा 5 मिनट भयो, 5 पार्ट्स भयो, 5 मिनट भयो। यहाँसम्म हामी क्लियर छौँ है। अब रिडिङ 1मा के हुन्छ भन्दाखेरि तपाईँले सर्ट त्यसलाई प्याराग्राफ पनि नभनौँ, सर्ट सेन्टेन्सेसहरू पढ्नुपर्ने हुनसक्छ हो, पर्छ भनौँ न, पढ्नुपर्ने हुनसक्छ भन्दा पनि पर्छ। र तपाईँलाई त्यहाँ 3टा अप्सन दिएको हुन्छ, तपाईँले त्यो 3टा अप्सनमध्ये एउटा कुन अप्सन चाहिँ करेक्ट हो भनेर के गर्नुपर्छ, लगाउनुपर्छ, फाइन्ड आउट गर्नुपर्छ। यो तपाईँलाई अहिले म यहाँनिर दिन्छु भने है क्वेसन। यो फर्स्ट सक्यो, यस्तो कतिवटा हुन्छ 4 क्वेसन हुन्छ है। भनेर 4 तपाईँलाई प्याराग्राफवाला आउने भयो, लङ प्याराग्राफ होइन, फेरि सर्ट हुन्छ है। र त्यसमा तपाईँले 3टा अप्सन हुन्छ, 3टा अप्सनबाट चुज गर्नुहुन्छ कुन हुन्छ। अहिले म देखाइहाल्छु क्वेसन। अब रिडिङ पार्ट 2मा जाउँ। रिडिङ पार्ट 2मा चाहिँ तपाईँको के हुन्छ भने यसमा चाहिँ तपाईँले पढ्नु पर्यो। र तपाईँको यसमा के हुन्छ रिडिङ पार्ट 2मा भने चाहिँ तपाईँहरूले अलिकति यसमा चाहिँ ग्रामर आउँछ है। ग्रामर भनेको कस्तो हुन्छ म तपाईँलाई ठक्क यहाँ देखाइहाल्छु, अनि फेरि ब्याक आउँला।
यहाँनिर अघि मैले बनाउँछु भनेर राखेको थिएँ ओके यो फर्स्ट क्वेसन अहिले म गर्न पनि दिन्छु यसरी के हुने भयो एउटा सानो के भयो यसलाई तपाईँले प्याराग्राफ माने पनि भयो हो यहाँ अब क्वेसन सोधेको छ त्यसपछि हामीलाई 3टा अप्सन दिएको छ अहिले यो गराउँछु है अहिले तपाईँहरूले हात दिनु पर्ने म यहाँ तपाईँलाई देखाउँदै गराउँछु ओके ल पार्ट 2 मा चाहिँ यसरी ग्रामरवाला क्वेसन्सहरू राख्छ रिड एन्ड चुज द करेक्ट एन्सर भनेको हुन्छ अब हामीलाई अप्सन दिएको हुन्छ यसमा चाहिँ फिल इन द ब्ल्याङ्क्समा यसमा अप्सन यहाँ के हुन्छ त भनेर यसरी अप्सन दिएको हुन्छ है यसरी अप्सन दिएको हुन्छ यहाँ यसलाई अहिले खैर तपाईँहरूले गर्नु परेन यो कतिमा भयो कुन पार्टमा भयो पार्ट 2 मा हो पार्ट 3 को नि हेरिदिइहालौँ पार्ट 3 को अब यसकै एडभान्स भर्सन हो अहिले जस्तै के भयो यहाँ पनि फिलै गर्ने हो तर यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीलाई अप्सन खोइ त अब अप्सनै छैन हामीले यहाँ के लाग्छ त भनेर के गर्नु पर्यो यहाँ टाइप गर्नु पर्यो त्यहाँनिर बक्स हुन्छ त्यहाँनिर टाइप गर्नुपर्ने हुन्छ गट इट पार्ट 3 पनि सिम्पल पार्ट 1 को के भयो तपाईँले सिम्पल प्याराग्राफ पढ्नुभयो त्यसको तल 3टा अप्सन दिन्थ्यो त्यसको एन्सर गर्नुभयो पार्ट 2 मा के भयो पार्ट 2 मा तपाईँले फिल इन द ब्ल्याङ्क्स गर्नुभयो तर त्यहाँ चाहिँ हामीलाई अप्सन हुन्थ्यो के लाग्छ त्यहाँ चाहिँ ग्रामेटिकल पार्टबाट बढी क्वेसन्स हुन्छ अब पार्ट 3 मा त्यही फिल इन द ब्ल्याङ्क्सै हो तर यहाँ चाहिँ अप्सनै छैन कि अब हामीले लगाउनु पर्ने हुन्छ ओके ल यो अहिले तपाईँले गरिहाल्नुहुन्छ टक्क अहिले मैले यो छोडिदिएँ यसमा कतिवटा क्वेसन आउँछ यसमा 4टा क्वेसन आउँछ है अब आयो पार्ट 4 पार्ट 4 मा के हुन्छ पार्ट 4 मा यस्तै एउटा लङ सेन्टेन्स आएको प्याराग्राफ आएको हुन्छ है यसलाई अब तपाईँले के गर्नु पर्यो भन्दाखेरि यसमा नि त्यही अघि के लेख्ने नि हो फिल इन द ब्ल्याङ्क्स यसरी यो क्वेसन्सहरू सोधेको हुन्छ अब माथि पढेर हामीले यसको एन्सर गर्नु यसको एन्सर एक्ज्याक्टली माथि नै हुन्छ कहीँ आत्तिनु पर्यो भुक्तार्नु पर्यो ओहो कहाँ हो भन्नु पर्दैन यसको एन्सर के हुन्छ माथि नै हुन्छ है र अब यो सकेर हाम्रो रिडिङ पार्ट 5 अब यसको चाहिँ अलिकति इन्ट्रेस्टिङ छ है रिडिङ पार्ट 5 लाई चाहिँ यसमा नि प्याराग्राफै आउने हो तर यो आएको फर्स्ट प्याराग्राफ मानिलिउँ यो आएको फर्स्ट प्याराग्राफ जुन छ यहाँ मैले यसलाई सरसर्ती आएको हुन्छ त्यसको क्वेसन यो भयो तर यी सबै यो पनि अर्को प्याराग्राफ भयो यो पनि भयो 4वटा प्याराग्राफ आएको हुन्छ है अब म अगाडि नै आएँ तपाईँलाई लिएर टक्कसँगले ओके ल यहाँनिर आयो है भन्नु खोजेको यसमा के हुन्छ 4वटा प्याराग्राफ आउँछ एउटा 2टा 3टा 4वटा प्याराग्राफ आयो अब यहाँ एउटा क्वेसन सोधेको हुन्छ यो एउटा क्वेसन सोधेको हुन्छ अनि यो यहाँ जे टपिकको विषयमा कुरा आउँछ यो सबै प्याराग्राफ चाहिँ एकअर्कासँग रिलेटेड हुन्छ अहिलेको अब माथिको रिलेटेड थिएन तर यो चाहिँ एकअर्कासँग रिलेटेड हुन्छ तर क्वेसन्स चाहिँ आफ्नो हुन्छ यसमा है ल म सरसर्ती समराइज गरेँ रिडिङ सेक्सनमा के आउँछ भन्ने कुरा ओके पार्ट 1 मा के भयो 5 मिनट हुने भयो तपाईँले देखिरहनु छ यसमा कतिवटा 4वटा क्वेसन आउने भयो हो यसमा के हो हामीले माथि पढ्छौँ त्यस पढिसकेपछि 3टामा एउटा अप्सन थाल्छौँ रिडिङ पार्ट 2 को कुरा गरौँ रिडिङ पार्ट 2 मा फिल गर्नुपर्ने भयो त्यसमा हामीलाई 3टा के हुन्छ 3टा अप्सन पनि दिएको हुन्छ हो अब रिडिङ 3 मा नि यो फिलै गर्ने हो तर यहाँ चाहिँ नो अप्सन यहाँ अप्सन हुँदैन अब रिडिङ 3 देखि 4 सरी मैले 4 भने 3 भने आई डोन्ट नो के भने है ओके रिडिङ 3 मा के भयो फिल इन द ब्ल्याङ्क चाहिँ गर्ने हो फिलै गर्ने हो तर यहाँ चाहिँ के हुँदैन हामीलाई केही पनि दिएको हुँदैन अब रिडिङ 4 मा चाहिँ के गर्नु पर्यो भन्दा प्याराग्राफ पढ्छौँ प्याराग्राफ पढेर के गर्छौँ भन्दाखेरि अब हामीलाई नि फिलै गर्ने दिएको हुन्छ तर त्यो चाहिँ यो यसको क्वेसन एन्सर चाहिँ के हुन्छ प्याराग्राफमा हामीले भेटाउँछौँ ओके यहाँसम्म क्लियर छौँ अब हामी जाउँ रिडिङ 5 मा रिडिङ 5 मा अघि मैले भनेको के हुन्छ 4वटा प्याराग्राफ आएको हुन्छ 4वटा प्याराग्राफ आएपछि इच प्याराग्राफ पढेर तल अप्सन दिएको हुन्छ अप्सनबाट चुज गर्नुपर्छ ल अब तपाईँहरूलाई म अब तपाईँहरूको एक्टिभिटी यति बुझ्नुभयो अब तपाईँहरूलाई म मोडल क्वेसन दिन्छु यही क्वेसन तपाईँलाई यस्तै खाले प्याटर्नबाट आउँछ तपाईँ ढुक्कबाट यस्तै खाले प्याटर्नका क्वेसनहरू प्र्याक्टिस गर्नु यस्तै कुराहरू प्र्याक्टिस गर्नु भने तपाईँले 100% यसमा A2 ल्याउन सक्नुहुन्छ अथवा तपाईँले डिजायर गरेको मार्क्स ल्याउन सक्नुहुन्छ ल अब तपाईँहरूलाई म क्वेसन स्क्रोल गर्दै गर्छु तपाईँहरूले चाहिँ पेन र कपी लिएर के गर्नु पर्यो यसको एन्सर गर्नु पर्यो तपाईँ के बुझ्नुहुन्छ देन आफ्टर यो मिलेन भन्ने कुरा चाहिँ हामी लास्टमा तपाईँले कमेन्ट गर्नु होला एन्ड देन आफ्टर म तपाईँलाई एउटा PDF को फाइल अथवा PDF को लिङ्क पठाउँछु देन आफ्टर त्यहाँबाट हेर्न सक्नुहुन्छ ओके ल यसलाई ढिला नगरी गरौँ है त
ओके नाउ तपाईँहरू सबैले रिडिङ सेक्सनको गरिसक्नु होला एन्सर पनि के लेख्नु भएको छ राख्नुसँग राख्नु होला त्यसको लिङ्क पाउन लागि अहिले पनि मैले भनिसकेँ तपाईँहरूले के गर्नु पर्यो कमेन्ट गर्नु होला ओके ल यो भिडियोमा चाहिँ हामी कम्प्लिट तपाईँहरू कतिजना यहाँबाट छोडेर गइसक्नु होला उहाँहरूलाई मतलब नहुन्छ यदि तपाईँ सिरियस हुनुहुन्छ र क्याम्ब्रिज अफ स्किल इङ्ग्लिस टेस्ट पास गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूका लागि अल्टिमेट गाइडेन्स भिडियो हुनेछ तपाईँहरूले आफूले आफ्नै पेसमा बसेर के गर्न सक्नुहुन्छ कस्तो क्वेसन आउँछ कस्तो खाले प्याटर्नको आउने त सबै कुरा जान्न सक्नुहुन्छ ओके अब कुरा गरौँ लिसनिङको लिसनिङ र रिडिङ सिमिलर काइन्ड अफ हुन्छ है अघि मैले भनेको थिएँ रिडिङ के गर्ने रिडिङ हामी पढ्ने त्यसपछि एन्सर के गर्ने लेख्ने थियो हो कि त चुज गर्ने थियो कि फिल गर्ने थियो सिम्पल अब यसमा ठ्याक्कै के सिमिलर तरिका तर यहाँ चाहिँ के गर्छ हामी सुन्छौँ लिसन गर्छौँ लिसन गरिसकेपछि के गर्छौँ भने चाहिँ हामीले फिल गर्छौँ कि फेरि टाइप गरेर लेख्छौँ ओके अब यहाँनिर चाहिँ तपाईँले अडियो ट्वाइस टाइम तपाईँले सुन्न सक्नुहुन्छ सो द्याट तपाईँले अडियो सुन्दै गर्दाखेरि मेक स्योर कि तपाईँ आफूले चाहिँ कुनै क्वेसन एकचोटि लगाएर दोस्रोचोटि सुन्दै गर्दा पहिलोचोटि तपाईँले त्यो लगाइसक्नु होला त्यसपछि सेकेन्डचोटि सुन्दाखेरि चाहिँ तपाईँले करेक्ट भयो भएन भनेर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चेक गर्न सक्नुहुन्छ ओके अब यहाँ के हुन्छ सिम्पल त्यही हो अघि भन्थे सर्ट टेक्स्टहरू कन्भर्सेसन्सहरू हुन्छ 25 मिनट्स हुन्छ र इच पार्ट भनेको इच 5 पार्ट हुन्छ 1 2 3 4 5 र त्यसको टाइम कति हुन्छ 5 मिनट हुन्छ इच पार्टको टाइम 5 मिनट हुन्छ मस्तसँग सुतेर टाइम पुग्छ है मोर देन इनफ टाइम हुन्छ ओके ल अब यसको हेरौँ है त कस्तो खाले हुन्छ त भने ल लिसनिङ पार्ट 1 को हेरौँ लिसनिङ पार्ट 1 मा यसरी तपाईको यस्तो आउँछ तपाईको सुरुमा इन्टरफेस स्टार्ट टेस्ट गर्नुहुन्छ त्यसै लिसन एन्ड चुज द करेक्ट रिप्लाई भनेको छ यहाँ लिसनमा थिच्नुभयो लिसनमा थिचिसकेपछि के हुन्छ भन्दाखेरि अब तपाईको अडियो बच्छ के हो त यो तीनटा मध्ये अप्सन तपाईले एउटा चुज गर्नुपर्ने हुन्छ एज सिम्पल एज दैट वान अफ द मोस्ट इजिएस्ट क्वेशन्स है यो टेस्टको अब यसमा तपाईहरुको 5 मिनट दिएको हुन्छ तीनटा अप्सन हुन्छ चारवटा अडियो बच्छ तपाईहरुले यहाँबाट छान्नुपर्ने हुन्छ अहिले तपाईलाई म यसको पछाडी टेस्ट दिन्छु त्यहाँनेरि यस्तै क्वेशन्सहरु आउँछ है त ओके ल मुभ गरौँ अगाडि पार्ट 2 मा गरौँ अब अलिकति पार्ट 2 चाहिँ बिट कम्प्लेक्स हुन्छ है अलिकति तपाईहरुले किन भन्दाखेरि हामीले यो चाहिँ पहिले रिडिङमा गर्थ्यौं रिअरेन्ज भनेर पढेर एफईटी मा तर यहाँ चाहिँ अहिले के आयो भन्दा तपाईले सुन्नुहुन्छ यहाँ अडियोमा थिच्नुहुन्छ यो कम्प्लिट एउटा यति मात्र चाहिँ के हुन्छ भन्दा 5 मिनेटको हुन्छ है भनेपछि यो पार्टलाई 5 मिनेट यति हो क्वेशन आउने अब यहाँ के हुन्छ भन्दा अर्डर द इन्फर्मेसन हामीले पहिले अडियो सुन्नु पर्यो त्यो चाहिँ कुन हो त यो पहिले यो रोट डाउन व्हिच कस्टमर्स निडेड टु पे अथवा कुन हो त स्पोक टु अ पोसिबल न्यू कस्टमर कुन हो त हो कुन फर्स्ट हो कुन सेकेन्ड हो गर्दा के गर्नुपर्छ हामीले हाइरार्की 1 2 तपाईले क्लिक गर्नु भने यहाँ माथि जाँदै जान्छ त्यसपछि हाइरार्की मिल्छ यो मलाई फर्स्टमा लाग्यो नि यसलाई मैले थिचे भने यहाँ माथि जान्छ है र 5 पिस अफ इन्फर्मेसन दिएको हुन्छ 5 वटा इन्फर्मेसन दिएको हुन्छ त्यसलाई हामीले हाइरार्की मिलाउनु पर्ने हुन्छ र त्यसको 5 मिनेट यसको 5 मिनेट हुन्छ मोर देन इनफ सो दैट यो गर्दै गर्दा फेरि तपाईले पहिलो चोटी सुन्दै फेरि पहिले यो अप्सन हेर्नुला तपाई जाने बित्तिकै क्लिक गरिहाल्नु पर्छ बजिहाल्ने भन्ने हुँदैन तपाईले यो सेक्सनमा इन्टर गर्दै गर्दा यस्तो इन्टरफेस आउँछ सो दैट तपाई नआत्तिनु होला किनकि तपाईसँग 5 मिनेट छ तपाईले अडियो सुन्नु भने दुई चोटी मात्र सुन्न पाउनुहुन्छ सो दैट तपाईले के गर्ने एकचोटी सरर हेर्ने के लेखेको छ त के भनेको छ त हो अब यहाँ सुन्नु है त तपाईले यहीँबाट हेर्दा नि कति दिएको थाहा छ प्लान अ बिजनेस मिटिङ भनेको रहेछ हो स्पोक टु अब स्पोक टु अ पोसिबल न्यू कस्टमर अब कोहीसँग पोसिबल मान्छेसँग बोलिसकेपछि नै मिटिङ हुन्छ होला र यो प्लान अफ बिजनेस मिटिङ चाहिँ यो भन्दा सेकेन्डमा हुन्छ भन्ने काहीँ न काहीँ मलाई अलिकति आउला के अथवा तपाईले यो सरसर्ती पढ्नु भने मैले फर्स्ट चोटी अडियो सुन्दै यो त आएको थियो फर्स्ट या हुन सक्छ भनेर र तपाईहरुले एउटा स्ट्र्याटेजी म सबैभन्दा बढी स्टुडेन्ट्सहरुलाई सजेस्ट गरिरहेको छु हामी प्रायः जसो के हुन्छ भन्नेतिर लाग्छौँ के हुन्छ हैन के चाहिँ 100% हुँदैन के चाहिँ 100% हुँदैन भन्ने वेतिरबाट जानुस् ल मान्यौ मैले सुन्दै छु अडियो यो इमेल हर कलिग सम इम्पोर्टेन्ट यो त 100% सुरुमा हुँदैन भनेपछि त हामीलाई अब कति बार चाडा मात्र इन्फर्मेसन भयो नि त गर्नलाई यो सजिलो भयो नि त अब यसरी नै छुट्याउँदै जाने र फर्स्ट वर्ड कहिलेकाहीँ हामीलाई त्यसरी पनि आउँछ ओके त्यो वेले गर्नु होला यो अलिकति चाहिँ च्यालेन्जिङ छ तपाईले अहिले अडियोको म अडियो स्याम्पल प्रोभाइड गर्छु त्यहीबाट सिमिलर काइन्ड अफ तपाईलाई क्वेशन्स आउँछ एक्जाममा पनि सो मेक स्योर कि मजाले गर्नुहोस् सिरियस हुनुहोस् ओके ल पार्ट 2 को यो भयो अब पार्ट 3 को कुरा गरौँ है पार्ट 3 को त्यही हो
तपाईँले के गर्नुहुन्छ फिल गर्नुहुन्छ हो लिसनिङ पार्ट चाहिँ फिल गर्नुहुन्छ यहाँ अडियो बजाउनुहुन्छ क्लिक गर्नुहुन्छ दुईचोटि सुन्न पाउनुहुन्छ तपाईँले यहाँनिर टाइप गरेर लेख्नुपर्ने हुन्छ के सुन्नुभयो त तपाईँले भन्ने कुरा यहाँ लेख्नुहुन्छ है यसमा पनि तपाईँलाई कतिवटा क्वेसन आउँछ 4 सर्ट रेकर्डिङ्स मैले यहाँ पनि लेख्छु 4 सर्ट रेकर्डिङ्स आउँछ 4वटा है र यसको पनि 5 मिनट हुन्छ है 5 मिनट्स हुन्छ ओके यो पनि पार्ट 3 को सक्यो ओके पार्ट 4 को कुरा गरौँ पार्ट 4 नि अलिकति तपाईँलाई कम्प्लेक्स हुन्छ भन्न खोजेको अघि चाहिँ हामीले फिल गर्नुपर्छ अब यहाँ चुज गर्नु पर्यो ओके यहाँ मैले फिलै लेखेको छु तर यो हाम्रो पार्ट 4 मा चाहिँ के गर्नु पर्यो भन्दाखेरि चुज गर्नु पर्यो है विच वान इज राइट भनेर 4 रेकर्डिङ बच्छ त हामीले चुज गर्नु पर्यो यहाँनिर के कहाँबाट के हुन्छ भन्ने कुरामा है ओके त्यसमा बुझ्नुभयो तपाईँले यसमा नजानु होला है मैले त्यहाँ बनाउँदै गर्दा अलिकति केही हुन सकेको हुन्छ है अब यसमा नि अडियै बच्छ 4वटै क्वेसन आउँछ हो तर तपाईँले क्लिक गरेर के गर्नु पर्यो भन्दाखेरि एन्सर गर्नु पर्यो यसरी तपाईँलाई सुरुमा स्क्रिनमा दिएको हुन्छ यु विल हियर फर्स्ट सर्ट रेकर्डिङ्स लिसन टु भनेर ब्ला 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 भनेर दिएको हुन्छ यो तपाईँले याद गर्नुपर्ने हुनेछ अथवा यो गर्न मजाले पनि सकिन्छ है ओके नेक्स्ट इज त्यही अहिले है पार्ट 4 कै एक्सटेन्सिभ भर्जन आउँछ भन्न खोजेको के हो त यो भनेको भन्दा पार्ट 5 नि तपाईँले लिसनै गर्ने तर अब क्वेसन्सहरू रिलेभेन्ट हुँदैन कि माथि त्यो भनेको कुरा र तल भनेको कुरा रिफ्रेज गरेर भनेको हुन्छ प्याराफ्रेज गरेर भनेको हुन्छ हो एउटा मैले माथि केही कुरा आई पर्चेस समथिङ भनेको नि आई बाई समथिङ तल आउन सक्छ भन्नु बित्तिकै वर्ड्स प्लेहरू यहाँ भइरहेको हुन्छ यहाँ पनि के हुन्छ अडियो थिच्नुहुन्छ अडियो सुन्नुहुन्छ यहीँबाट यो क्वेसनको एन्सर चुज गर्नुहुन्छ एज सिम्पल एज यहाँ पनि कतिवटा आउँछ 4वटा क्वेसन्स आउने भयो ओके गट इट फाइन लिसनिङ पनि सक्यो हामीले फर्स्ट पार्ट सक्नुभयो रिडिङ सकिसक्नुभयो अब लिसनिङ सक्यो अब तपाईँहरूले लिसनिङको अडियो सुन्नुहुन्छ यहाँबाट अडियोको तपाईँले पज गर्दै एन्सर लगाउनु होला हरेक अडियोलाई दुईचोटि सुन्न सक्नुहुन्छ त्यहाँनिर अलिकति फास्ट पेसमा होला तपाईँले आफ्नो पेसमा तपाईँले आफूले चाहेअनुसार त्यसलाई सुन्नुहोस् त्यसको एन्सर लगाउनुहोस् लेख्नुहोस् र त्यो के लेख्नु भएको छ मिलो मिलेन भनेर थाहा पाउनको लागि मैले अघि पनि भनिसकेँ कमेन्ट गर्नुहोस् र तपाईँले सबै एन्सर पाउनका लागि चाहिँ सब्सक्राइब पनि गरेको हुनुपर्छ सो द्याट त्यति हेल्प गर्न अथवा त्यति तपाईँको साइडबाट सपोर्ट गर्न नछुटाउनुहोस् अवश्य नै आई होप तपाईँले सपोर्ट गर्नुहुन्छ ओके यति भन्दै अहिले चाहिँ तपाईँ लिसनिङको अडियो सुन्नतिर लाग्नुहोस् हस् त So, how was the meeting yesterday? So, how was the meeting yesterday? I see. Why are you in so early today? I see. Why are you in so early today? Are you presenting at that professional development event this afternoon? Are you presenting at that professional development event this afternoon? I have heard a lot of people are attending. Hope it goes well. I have heard a lot of people are attending. Hope it goes well. So, what happened while I was away? I had a call with the director of a UK clothing business. He's interested in buying the clothes we make. Great. So, what's next? Well, he is visiting Mumbai next week, so I have invited him to the factory on Thursday. We will take him out for lunch to talk about the business deal. Good. Anything else? I made a list of customers who didn't pay us last month. Did you call them? Yes, and most people have paid now. I have sent you an email with the names of those who still haven't. Thanks. I will look at that later. So, what happened while I was away? I had a call with the director of a UK clothing business. He's interested in buying the clothes we make. Great. So, what's next? Well, he is visiting Mumbai next week, so I have invited him to the factory on Thursday. We will take him out for lunch to talk about the business deal. Good. Anything else? I made a list of customers who didn't pay us last month. Did you call them? Yes, and most people have paid now. I have sent you an email with the names of those who still haven't. Thanks. I will look at that later. Hi, I'm calling to check about my order as it hasn't arrived yet.
Do you have a reference number? Yes, it's 820-8011. Okay, thank you. Hi, I'm calling to check about my order as it hasn't arrived yet. Do you have a reference number? Yes, it's 820-8011. Okay, thank you. Hi, could I pick up my parcel, please? Sure. What's your last name? It's Agarwal. Aggarwal. One moment. I will find that for you. Hi, could I pick up my parcel, please? Sure. What's your last name? It's Agarwal. Aggarwal. One moment. I will find that for you. Good morning, Sanjay Grover, HR department. Hello, it's Anisha Devan from IT. I applied for leave for 2 weeks from the 14th of August, but I would like to change it and still take 2 weeks but from the 17th of September. Is that possible? Can I get back to you? Good morning, Sanjay Grover, HR department. Hello, it's Anisha Devan from IT. I applied for leave for 2 weeks from the 14th of August, but I would like to change it and still take 2 weeks but from the 17th of September. Is that possible? Can I get back to you? I need to make a change to my account. Okay, madam. For security reasons, can I ask you your account number? I don't have that with me. All right. What's your PIN code? It's 600031. And your date of birth? The 17th of May, 1986. Oh, I can't find you in our system. I need to make a change to my account. Okay, madam. For security reasons, can I ask you your account number? I don't have that with me. All right. What's your PIN code? It's 600031. And your date of birth? The 17th of May, 1986. Oh, I can't find you in our system. Could you sign this form, please? Sure, just leave it on my desk. Sorry, but it can't wait. I need to post it this morning. Okay, no problem. Could you sign this form, please? Sure, just leave it on my desk. Sorry, but it can't wait. I need to post it this morning. Okay, no problem. Do you know where our next meeting is? I have lost the email. It's in room number 24. I'm going there now. Thanks. I will be there in a minute. Do you know where our next meeting is? I have lost the email. It's in room number 24. I'm going there now. Thanks. I will be there in a minute. Excuse me, do you sell printer ink? Yes. What kind of printer have you got? I'm not sure. I got it repaired at this shop a few months ago. Okay, if we fixed it, we will have a record. One moment. Excuse me, do you sell printer ink? Yes. What kind of printer have you got? I'm not sure. I got it repaired at this shop a few months ago. Okay, if we fixed it, we will have a record. One moment. I have double booked myself this afternoon. Would you mind if we meet a bit earlier? Wait, let me check. No, that's fine. I'm free all morning. Okay. I will put something in for 11. That's fine. I have double booked myself this afternoon. Would you mind if we meet a bit earlier? Wait, let me check. No, that's fine. I'm free all morning. Okay. I will put something in for 11. That's fine. Congratulations on the new job. Are you excited? I'm a little nervous actually. I don't know anyone on the 4th floor. Oh, you will be fine. When's your first day? About a month from now? Congratulations on the new job. Are you excited? I'm a little nervous actually. I don't know anyone on the 4th floor. Oh, you will be fine. When's your first day? About a month from now? Can I help you? Yes, I am looking for a new car and I was hoping to see what is available. Of course. Would you just like to see the brand new options
Or is our excellent pre-owned collection also of interest? Well, if the used cars are high quality, I will take a look at both. Hello, I have an appointment with Dr. Khatri at 9. I'm a little late. I am really sorry. He's just called to say he's sick. Well, when can I see him? I don't know, but I can book you an appointment with another doctor. No, I'll wait until he's back. Hello, I have an appointment with Dr. Khatri at 9. I'm a little late. I am really sorry. He's just called to say he's sick. Well, when can I see him? I don't know, but I can book you an appointment with another doctor. No, I'll wait until he's back. Hello, who would you like to meet? I want to talk to the manager. Sorry, he's not here. He went out 10 minutes ago. Do you have an appointment? No, I didn't know it was necessary. When will he come back? I'm sorry, but I'm not sure. Hello, who would you like to meet? I want to talk to the manager. Sorry, he's not here. He went out 10 minutes ago. Do you have an appointment? No, I didn't know it was necessary. When will he come back? I'm sorry, but I'm not sure. ओके फाइनल्ली लिसनिङको पनि गरिसक्नु होला के कति मिलेको छ त्यो थाहा पाउनको लागि अघि पनि मैले भनिसकेँ कमेन्ट गर्नु होला तपाईँले त्यहाँ लिङ्क पाउनुहुन्छ ओके ल अब कुराहरू राइटिङ सेक्सनको है सबैभन्दा यो चोटिको यो पल्टको यहाँनिर मैले फर्स्ट एकैचोटि पार्ट आइछु ओके इट्स फाइन केही छैन म तपाईँलाई बुझाइहाल्छु के हुन्छ 30 मिनट हुन्छ अल टोटल राइटिङ सेक्सनको अब यसमा हामीलाई A1 मात्र चाहिएको छ सो द्याट त्यसमा आत्तिनु पर्दैन ओहो के आउँछ कस्तो हुन्छ नसक्ने हो कि भनेर तपाईँहरू आत्तिनु पर्दैन होपलेस हुनु पर्दैन क्वेसन्स हेरेर क्वेसन देखेर किनकि क्वेसन अलिकति बिट तपाईँहरूले देखेको साधारण भन्दा नि अलिकति बिट कम्प्लेक्सै छ है च्यालेन्जिङ छ सो द्याट हेरौँ यसको कतिवटा हुन्छ दुईवटा पार्ट हुन्छ पार्ट 1 र पार्ट 2 हुन्छ यसको टाइम कति हुन्छ 30 मिनट हुन्छ र तपाईँले एटलिस्ट 50 वर्ड लेख्नुपर्छ 50 वर्ड भन्दा एक्सिड गर्यो भने प्रब्लम भएन 50 वर्ड भन्दा माथि गयो भने प्रब्लम भएन तर एटलिस्ट 50 वर्ड चाहिँ लेख्नु होला है यो पार्टमा र अब फर्स्ट पार्टमा के आउँछ भन्ने कुरा हेरौँ है फर्स्ट पार्टमा पर्सनल इमेल तपाईँले इमेल लेख्नुपर्ने हुन्छ हो त्यसको अहिले म क्वेसन पनि देखाउँछु पहिलो पार्टको इमेल यस्तो पनि हुन्छ हो तपाईँले इमेल लेख्नुपर्ने हुन्छ र त्यसको टाइम भनेको कति हुन्छ 15 मिनट हो 15 मिनट यु हर्ड इट राइट 15 मिनट हुन्छ तपाईँले इच वर्डलाई मजाले आरामले लेख्नु टाइप गर्नुभयो भने नि मजाले पुग्छ अब यसमा एउटा बुझ्नुपर्ने कुरा चाहिँ के हो भने मसँग अर्को फोन भएन सरी फर द्याट तपाईँहरूले जस्तै हामी के गर्छौँ टाइप गरेर टक 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 लेखौँ नि यहाँ टक 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 लेखौँ अब हाम्रो केही बिग्रियो नि यहाँ थिचेर यस्तो तानेर यहाँ ल्याउन खोज्छौँ नि त यस्तो क्रसरलाई तानेर यहाँ मेटाउनका लागि अथवा यहाँ लेख्दै गयो आई एम अ गुड बोय भनेर लेखेँ अब मलाई यो एम हटाउनु पर्यो भने म यस्तो तानेर यहाँबाट यहाँ लिएर यस्तो हटाएर काट्थेँ नि त हो अथवा म के गर्थेँ भन्दाखेरि तपाईँहरूले गर्ने भनेको चाहिँ कस्तो गर्नुहुन्थ्यो भन्दाखेरि यहाँ टक्क थिच्ने यहाँ टक्क थिचेपछि यहाँ कसरी आउँथ्यो र मेटाउँथ्यो त्यो चाहिँ मिल्दैन यहाँ केही पनि चल्दैन यो तपाईँले मेटाउनु पर्यो भने पुरै मेटाएर आउनुपर्छ सो द्याट यो विषयमा अवेर हुनु होला केही लेख्दै गर्दा सोचेर लेख्नु होला ओके ल फर्स्ट पार्टको क्वेसनहरू कस्तो आउँछ यसको तपाईँहरू एन्सर गरेर तपाईँहरूले कमेन्टमा पेस्ट गर्न सक्नुहुन्छ त्यसको केही फिडब्याक छ केही गर्नुपर्ने कुराहरू छ भने म त्यहाँनिर तपाईँहरूलाई भन्छु मिलो मिलेन के छ हो र यो गर्दै गर्दा दुई तिनवटा कुराहरू ध्यान राख्नु होला एउटा इमेलको फर्म्याट सब्जेक्ट लेख्ने होला हो ग्रिटिङ्स लेख्ने होला ओपनिङ हुनु पर्यो साइन अफ हुनु पर्यो त्यो कुराहरू चाहिँ इन्ड हुनु पर्यो प्रोपरली त्यो कुराहरूलाई चाहिँ नेग्लिजेन्स नगर्नु होला त्यसलाई एकचोटि मजाले मिलाएर हेर्नु होला है त ल यति गर्नु भने तपाईँले मजाले यसमा A1 ल्याउनुहुन्छ क्वेसन्स हेरौँ ल यो क्वेसन्स रहेको छ यो क्वेसनले चाहिँ तपाईँले स्क्रिनसट लिएर गर्न सक्नुहुन्छ अब यही पार्टमा अर्को खाले क्वेसन्स भनेको यो क्वेसन्स पनि यही पार्टमा आउन सक्छ है आइरहेको क्वेसन हो यसलाई मजाले प्र्याक्टिस गर्न सक्नुहुन्छ यसको पनि स्क्रिनसट लिनु ओके नाउ यो पार्ट 1 भयो है राइटिङको अब कुरा गर्नु पार्ट 2 को यसमा हामीले फर्मल रिप्लाई गर्नुपर्ने हुन्छ कुनै जबमा होला केही होला अहिले कस्तो क्वेसन हुन्छ म देखाइहाल्छु यसको नि 15 मिनट हुन्छ एटलिस्ट 50 वर्ड्स यसमा पनि हो यसको पनि हामी क्वेसन हेरिहालौँ ओके तपाईँहरू क्वेसन स्क्रिनसट पनि गर्न सक्नुहुन्छ ओके यसको नि यसरी क्वेसन आउँछ तपाईँहरूले पढ्नु होला है मजाले के लेखेको छ भनेर चाहिँ तपाईँलाई यो इक्जाममा आइरहेको क्वेसन्सहरू हो सो द्याट यी मैले दिएका क्वेसनहरूलाई सिरियसली प्र्याक्टिस गर्नु होला है तपाईँहरूले
यो कुरालाई चाहिँ नेग्लिजेन्स गर्नु भएन, यो कुरा दिएकोलाई चाहिँ मजाले प्र्याक्टिस गर्नु पर्यो। यस्तो क्वेसन आउँदा जुनसुकै नि गर्न सक्ने हिसाबले ल यसलाई स्क्रिनसट गर्नुहोस् र यसको एन्सर लेख्नुहोस् है। ल यस्तो पार्ट 2 मा हाम्रो क्वेसन आउने भयो। अब फाइनल एन्ड मोस्ट अवेटेड सबैजनाको ढुकढुकी बढाएको र अहिलेको सबैजनालाई चिन्ता भएको स्पिकिङ सेक्सन, वान एन्ड ओन्ली स्पिकिङ सेक्सन। ओके, सरी फर द डिस्टर्बेन्स। ल यहाँनिर ल स्पिकिङ सेक्सनको बारेमा कुरा गरौँ है। अब स्पिकिङ सेक्सन भनेको अल अबाउट 12 मिनट, यहाँ मैले लेखेको छु 12 मिनटको भन्दै गर्दाखेरि यसमा हामी जम्मा बोल्ने भनेको चाहिँ 3 मिनट मात्र हो कि लगातार बोलिराख्यौँ भने नि। अब के भनेको 12 मिनट यहाँ भनेको छ, यहाँ फेरि 3 मिनट भनेको छ, के भनौँ भने अहिले म बुझाउँछु है के भनेको भनेर। ओके, यसमा भनेको हामीले अब यो 10 सेकेन्ड पर क्वेसन भनेको छ, यो पक्कै मैले स्पिकिङ पार्ट 1 को, यसलाई अहिले तपाईँले इग्नोर गरिदिनु, यो टाइमलाई चाहिँ इग्नोर गरिदिनुहोस् ल। यो पार्ट 1 को लेखेको छ। सबैभन्दा सुरुमा स्पिकिङ पार्टकै कुराहरू बुझौँ। स्पिकिङ पार्टमा तपाईँहरूले के हुन्छ, 5वटा पार्ट 1 2 3 4 5। अब इच पार्ट तपाईँहरूले क्वेसन्सको एन्सर गरिदिनुपर्छ। पार्ट 1 मा कतिवटा क्वेसन आउँछ, 4वटा, मैले त्यही लेखेको छु। अब चाहिँ ठ्याक्कै मिल्छ है यसको। ल अब मिल्छ। लिसनिङ एन्ड एन्सर भन्न खोजेको पार्ट 1 मा तपाईँलाई कस्तो खाले क्वेसन आउँछ अहिले म बुझाइहाल्छु हो। पार्ट 1 मा कस्तो हुन्छ, वेयर आर यु फ्रम, व्हाट्स योर नेम, हाउ ओल्ड आर यु हो, डु यु वर्क अर डु यु स्टडी, यस्तो खाले क्वेसन। यहाँ सर्ट, यसको टाइम भनेको 10 सेकेन्ड। अब कतिजना स्टुडेन्ट आतिनु हुन्छ, सो 10 सेकेन्ड क्वेसन, व्हाट्स योर नेम भन्दाखेरि त माई नेम इज बिगदाल भन्दाखेरि या माई नेम इज भन्दाखेरि त 5 सेकेन्ड हुन्छ। यसमा आतिनु पर्यो। यो जेनरल नाउन हो, यसमा तपाईँले जस्तो आउँछ इट के जवाब पत्थर से देंगे वाला हिसाबले चाहिँ हामीले भन्नु पर्यो है, जस्तो आउँछ त्यस्तै। ओके, यसको 12 मिनट हुन्छ। अब अडियो तपाईँले यहाँ चाहिँ अब क्वेसन्स, यो त कम्प्युटर बेस होइन, मोबाइल बेस भन्नु पऱ्यो होइन। अहिले हामीले मोबाइल बेस हो। अब अहिले म मैले सोधेको छु व्हाट्स योर नेम, अब यहाँ त कसैले सोध्नु पऱ्यो नि त, भनेपछि यहाँ कम्प्युटरले सोध्छ। र अर्को मोस्ट इम्पोर्टेन्ट चिज तपाईँले एकचोटि केही न केहीमा प्र्याक्टिस चाहिँ अवश्य गर्नु होला। यसमा तपाईँहरूलाई हरेक क्वेसन्सको लागि 4 सेकेन्ड दिएको छु। के भनेको यो फेरि 4 सेकेन्ड। तपाईँले मानिलिउँ नेक्स्ट स्लाइडमा मैले मेबी हालेको छु। ओके, ल यहाँनिर मैले हालेको छु है त, पार्ट 1 को कुराहरू। पार्ट 1 को क्वेसन मैले दिएको छु यहाँ। अब यहाँ क्लिक गर्नुभयो नि तपाईँले, यो लिसनमा क्लिक गरेपछि तपाईँको क्वेसन बच्छ हो। त्यो बजिसकेपछि तपाईँले तपाईँको अब भन्न थालिहाल्नुहुन्छ व्हाट्स योर नेम, त क्लिक गर्नु। ल अहिले क्लिक गर्नु त, ठ्याक्क व्हाट्स योर नेम। अब तपाईँ बोल्न थाल्नुहुन्छ माई नेम इज भनेर, तर त्यहाँनिर 4 3 2 1 गरेर यस्तो एउटा गोलोमा देख्नुहुन्छ। त्यो भनेको चाहिँ काउन्ट डाउन हो। त्यतिखेर यसले भनेको त माई नेम इज भनेर भनिसकिहाल्छ। अनि त्यसपछि अब पछाडि जुन समय जब चाहिँ रेकर्ड हुने त्यतिखेर सुवा जान्छ, अनि अहिले सुवा नै बुझ्छ है। सो भएर सबै सुवा बुझ्छ र सुवा हुन्छ। सो द्याट यो कुरामा अवेर हुनु होला। ल पार्ट 1 मा आउने क्वेसन चाहिँ सर्ट हेरिहाल्नुहोस्, स्क्रिनसट लिइहाल्नुहोस्, यसलाई प्रिपेयर गरिहाल्नुहोस्। व्हाट्स योर नेम, हाउ ओल्ड आर यु, वेयर आर यु फ्रम, डु यु वर्क अर डु यु स्टडी, यो भयो। यो पार्ट 1 को भयो। सिम्पल आउँछ, यहाँ तपाईँ रिलेटेड आउँछ, यसमा तपाईँले टेन्सन गर्नु पऱ्यो। व्हाट्स योर फेभरेट फुड हो, यस्तै कुराहरू आउँछ। ओके, ल अब हामी अगाडि बढौँ पार्ट 2 को। तपाईँहरूले क्वेसन्स हेर्नुभन्दा अगाडि म अहिले क्वेसन हेर्दै दिन थालेँ। ओके, क्वेसन्स हेर्नुभन्दा अगाडि एउटा कुरा भन्नु पऱ्यो, पार्ट 2 मा चाहिँ 20 सेकेन्ड बोल्नुपर्छ। तपाईँले यो पार्ट क्रुसियल, यदि B1 बेन्च मार्क ल्याउन चाहन्छ अथवा B1 ल्याउन चाहनुहुन्छ भने पार्ट 2 इज मोस्ट क्रुसियल पार्ट। सो द्याट तपाईँले पार्ट 2 लाई चाहिँ मजाले गर्नु होला। यसमा अनि के हुन्छ, क्वेसन आएर लिसन थिच्नुभयो, यो फेरि तपाईँहरूले कुनै पनि क्वेसन्स सिवाय तपाईँले पार्ट 5 को कुनै पनि क्वेसन अथवा पार्ट 5 पनि नभनौँ न, पार्ट 1 र पार्ट 2 को यो जुन क्वेसन देखिरहनु है, त्यो क्वेसन देख्नुहुन्न है, अडियो मात्र आउँछ, अडियो मात्र बच्छ, क्वेसन देख्नुहुन्न। यसमा क्लियर हुनुहोस्। त्यही भएर कतिपय स्टुडेन्टले त क्वेसनै बिर्सिसक्नुहुन्छ। सो द्याट तपाईँले त्यसरी प्र्याक्टिस गर्दै गर्दाखेरि यो कुराहरू याद गर्नु पर्यो कि तपाईँले क्वेसन सुन्ने हो र एन्सर गर्ने हो। त्यहाँ एन्सर क्वेसन्स देखिराखिँदैन है, यो कुरामा अवेर हुनु होला। अब कति हुन्छ, 20 सेकेन्ड हुन्छ पार्ट 2 को बोल्नुपर्ने टाइम। अब 20 सेकेन्डमा नबोल्ने भन्ने 20 सेकेन्ड एक्ज्याक्ट मिट गर्नु होला। 15 सेकेन्ड भएपछि मिलाउनु होला। तपाईँले अब कतिपय स्टुडेन्ट्सहरू आजभोलि म हेर्छु बोलेर मात्र आउँदैन के, तपाईँले लोजिक दिनु पर्यो, रिजन दिनु पर्यो, तपाईँको ओपिनियन दिनु पर्यो, प्रेजेन्ट गर्नु पर्यो, अनि आउँछ एन्सर। क्वेसन्सको एन्सर गरेर कहाँ आउँछ, A2 आउन सक्छ। तर B1 गर्नको लागि तपाईँसँग एउटा फर्मेट हुनु पर्यो, एउटा वे हुनु पर्यो, हाइराइकी हुनु पर्यो। अब तपाईँ आफै भक्कानिएर कहाँ पुग्नुहुन्छ हुन्छ। अब दियो होइन, मतलब मैले सोधेँ वाट डु यु लाइक टु डु इन यर फ्री टाइम, अब इन फ्री टाइम I play football, I also cook food, and sometimes I go with family and I do blah. तपाईँ आफै नै सरप्राइज हुन्छ नेक्स्ट सेन्टेन्स के बोल्नुहुन्छ, ल्यान्ड कहाँ गएर गर्छ, अनि क्रास गर्छ।
सेन्टेन्स उड्न त उड्छ तर सेन्टेन्स कहाँ गएर क्र्याक हुन्छ र अर्को मेन मिस्टेक मोस्ट अफ द स्टुडेन्टले गर्ने भनेको हामी आफै कम्प्लेक्स बनाउँछौँ के बट हाउ कहाँ पुऱ्याउँछौँ सेन्टेन्सलाई सो द्याट आफैले हाम्रो विकेस्ट पार्ट देखाइरहेका छौँ यदि तपाईँलाई केही कुरा आउँदैन भने त्यहाँसम्म लानु सिम्पल सेन्टेन्स तपाईँले ओल्ड इज गोल्ड भनेको सुन्नुभएको छ यहाँ सिम्पल इज गोल्ड भन्ने बुझ्नुहोस् है ओके यो पार्टमा कति हुन्छ 20 सेकेन्ड हुन्छ यहाँ पनि 4 3 2 1 भन्नुपर्छ तपाईँले अझै थिच्नुहुन्छ 4 3 2 1 गर्दै के हुन्छ टाइम आउँछ त्यसपछि तपाईँले आफ्नो एन्सर भन्नुहुन्छ त्यसपछि फेरि त्यो रेकर्डको टाइम पनि काम डाउन हुन्छ 20 देखि 20 19 18 गर्दै अब तपाईँको त्यसलाई पनि याद गरेर बोल्नु होला बोल्दा फेरि ओके यहाँसम्म हामी क्लियर छौँ ल पार्ट 2 को क्वेसन्सहरू तपाईँले स्क्रिनसट गर्नुहोस् लेख्नुहोस् के गर्नुहुन्छ यसलाई घोटेर रटेर तपाईँले आउने बनाउनु पर्यो ल हो के छ क्वेसन्स व्हाट्स योर ड्रिम जब व्हाट्स योर फेभरेट थिङ टु डु अन विकेन्ड्स वेयर वुड यु लाइक टु लिभ इन द फ्युचर हाउ विल यु युज इङ्ग्लिस एट वर्क इन द फ्युचर दिज आर द क्वेसन्स है जुन चाहिँ पार्ट 2 मा आउँछ ओके अब पार्ट 3 अब हेर्नुहोस् है अब म पार्ट 3 देखाउनुभन्दा अगाडि एउटा कुरा छु तपाईँले स्पिकिङमा BA 1 ल्याउन मजाले सक्नुहुन्छ इफ एउटा काम गरेको खण्डमा यदि तपाईँले स्पिकिङको पार्ट 2 र पार्ट 5 लाई मजाले एन्सर गर्नुभयो मजाले एन्सर मात्र होइन है फेरि मजाले एन्सर गर्नुभयो भने तपाईँको BA 1 आउन केही त्यस्तो टेन्सन छैन है अब हेर्नुहोस् है त किन भने भन्दैछु भने अब तपाईँको पार्ट 3 मा रिड अलाउड आउँछ के हो सर यो रिड अलाउड भनेको रिड अलाउड भनेपछि हामीले के गर्नु यस्तो सेन्टेन्स आउँछ ल पढ्नुहोस् त यही यसरी नै आउँछ चाडा आउँछ हो चाडा आउँछ फर्स्ट पार्ट 3 मा चाडा आउँछ तपाईँले 1 बाइ 1 पढ्ने फेरि यसमा नि 4 3 2 1 गर्दै आउँछ अब यसमा सुन्नु पर्दैन है यसमा यो क्वेसन्स आउँछ तपाईँले के गर्नुहुन्छ पढ्नुहुन्छ पढ्ने हो त्यहाँ रेकर्डिङ टक्क बच्छ 4 3 त्यो टाइम काउन्ट गर्न सकेपछि त्यो बच्छ त्यसमा तपाईँले यो पढ्नुहुन्छ सिम्पल है ल तपाईँ पढ्नुहोस् त I will begin my presentations with a short video. I am going to be a little late getting into the office. The water machine is just around the corner on the left. Thank you for attending my presentations yesterday. Okay, यसरी चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ 1 बाइ 1 आउँछ यो फेरि एकैचोटि आउँदैन कति धेरैजनाले चाहिँ लामो सेन्टेन्सहरू प्र्याक्टिस गरिरहेछ त्यो फर्मेटमा यहाँ आउँदैन अब यो पार्ट 3 को भयो अब हेरौँ पार्ट 4 पनि यही आउँछ माई डियर फ्रेन्ड्स पार्ट 4 मा पनि सेम क्वेसन्स आउँछ भन्नु खोजेको रिड अलाउड आउँछ अलिकति कम्प्लेक्स हुन्छ बट सेम आउँछ यस्तै टाइप अफ क्वेसन आउँछ यसलाई तपाईँले प्र्याक्टिस गर्नु होला अहिलेको भन्दा अलिकति जटिल हुन्छ यसमा नि कतिवटा आउँछ 4 सेन्टेन्स आउँछ यसमा नि फेरि के हुन्छ 4 3 2 1 तपाईँलाई 4 सेकेन्डको प्रिपरेसन टाइम दिने भयो त्यतिखेरसम्म हेर्ने मलाई कुन गाह्रो लाग्छ जस्तै अनअभाइएबल भन्न हामीलाई गाह्रो लाग्छ हो भनेपछि तपाईँहरूले यस्तो वर्ड्सहरूलाई छानेर अगाडि नै हेर्नु होला हो सो द्याट तपाईँले स्मुथली जान सक्नुभयो अब यस्तो गरेन गरेर झ्याप ब्रेक लगाउने होइन हो हाम्रो त्यही छ नि त जस्तो के भन्नु द डक्टर विल बी अन्टिल अबाउट 3:30 अब यो भएन यहाँ आउँदैन भनेपछि द डक्टर विल बी अनअभाइएबल अन्टिल अबाउट 3:30 दिस आफ्टरनुन भनेर भन्न सक्यो है ओके यहाँसम्म हामी क्लियर छौँ गट इट ल भनेपछि यसलाई पनि तपाईँले स्क्रिनसट लिइहाल्नुहोस् त यसलाई प्र्याक्टिस गर्नुहोस् रिडलाई एकदम प्र्याक्टिस गर्नु पर्यो रिडिङ गर्ने प्र्याक्टिस गर्नु पर्यो जसले यो पार्ट राम्रो गर्नुहुन्छ उहाँले BA 1 का लागि मार्क सेट गर्नु ओके अघि भनेका अरू कुरा पनि याद गर्नु होला फेरि यही मात्र होइन अब आम पार्ट 5 वान अफ द मोस्ट च्यालेन्जिङ पार्ट है होल टेस्टमै सबैभन्दा बढी च्यालेन्जिङ पार्ट चाहिँ स्पिकिङ पार्ट 5 ओके किन भन्दाखेरि तपाईँलाई यहाँ अराउन्ड 40 सेकेन्ड हो प्रिसाइज भन्नुहुन्छ 38 सेकेन्डको टाइम हुन्छ हो अब तपाईँले यसमा के गर्नुहुन्छ भने यसरी क्वेसन्स पाउनुहुन्छ अब जहाँ पाए त्यही भन्न पाइएन यो क्वेसनलाई एकचोटि मजाले पढ्नुहोस् त के भनेको छ ओके पढ्नुभयो हो तपाईँहरूले पढ्न भ्याउनु भएन भने तपाईँले पज गरेर यसलाई पढ्नुहोस् सुरुमा यसरी क्वेसन सोध्छ पार्ट 5 मा तपाईँले एउटा भोइस नोट दिनुपर्ने हुन्छ हो यहाँनिर हामीलाई भोइस नोटै भनेको छ मेबी ओके म्यासेज यहाँ त हामीलाई म्यासेज भनेको छ है भोइस नोट अथवा म्यासेज अब म्यासेज भनेको लेख्न थाल्ने होइन नि टेकर अब यो पार्टमा चाहिँ के हुन्छ भने योभन्दा अघिल्लो सबै पार्टमा हामीले के थियो 4 सेकेन्ड थियो नि 4 सेकेन्ड प्रिपेयर गर्ने हो कहीँनिर क्वेसन्स आउँथ्यो हामी देखिने थियौँ स्क्रिनमा केमा देखिने थियो पार्ट 1 र पार्ट 2 मा क्वेसन्स हामीले स्क्रिनमा देख्दैनौँ अडियो मात्र बच्छ हो अडियो मात्र बच्छ अब पार्ट
1 र 2 भयो 3 एन्ड 4 मा के भयो हामीले देख्छौँ त्यसलाई रिड गर्छौँ हामीले जे दिएको छ त्यसलाई रिड गर्छौँ सिम्पल हो अब 5 मा के थियो 5 मा चाहिँ हामीले अघि भने 38 to 40 सेकेन्ड प्रिसाइज भन्नुहुन्छ 38 तर तपाईँले मोस्ट अफ द ठाउँमा चाहिँ 40 सेकेन्ड देखिरहनु भएको छ 40 सेकेन्ड टाइम दिएको हुन्छ प्रिपेयर गरेर त्यतिखेर चाहिँ नानीहरू के हो भनेर बस्ने होइन तपाईँले आइडिया गर्नु यसमा म के भन्छु र तपाईँले भोलि गर्दा जहाँ पाए त्यहीँ गरेर भने यो 3टा क्वेसनलाई तपाईँले टचअप गरेको हुनु पर्यो र एटलिस्ट 1 मिनट चाहिँ तपाईँले बोल्नु पर्यो एटलिस्ट तपाईँले 1 मिनटभन्दा माथि गर्दा केही फरक पर्दैन 1 मिनटभन्दा माथि पनि रेकर्ड हुन्छ है तर धेरै होइन तपाईँले त्यसरी मिलाउनु पर्यो र अब मेरो अर्को सेन्टेन्स के आउँछ म आफैलाई थाहा छैन म आफै सर ओहो मैले यस्तो नि बोल्न सक्छु वाट अमेजिङ गाई भनेर आफै इम्प्रेस हुने होइन भनेको हामी आफैलाई सेकेन्ड सेन्टेन्स के हुन्छ थाहा छैन हामी कुनै कुरा आएन पज हुन्छौँ ब्ल्याङ्क हुन्छौँ यो कुरालाई तपाईँले याद गर्नु होला ध्यानमा राख्नु होला है यो कुरा लास्ट पार्टको क्वेसन यो छ तपाईँले यसलाई स्क्रिनसट गर्न सक्नुहुन्छ ओके यो भयो पार्ट 5 र तपाईँहरूले क्याम्ब्रिज अप स्किल इङ्ग्लिस टेस्टमा आउने क्वेसन यिनै हुन् यी कुराहरू तपाईँले याद गर्नुभयो ध्यान राख्नुभयो मजाले प्र्याक्टिस गर्नुभयो भने तपाईँले इजिली तपाईँले गरेको डिजायर स्कोर ल्याउन सक्नुहुन्छ आई होप तपाईँलाई यो भिडियोले धेरै हेल्प गरेको छ अथवा हेल्प गरेको छ यदि कुनै पनि माध्यमबाट इफ मैले तपाईँलाई हेल्प गर्न सकेको छु हेल्प गरेको छु हेल्प भएको छ भने तपाईँले यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ किप लर्निङ किप ग्रोइङ सी यु इन नेक्स्ट भिडियो थ्याङ्क यू सो मच फर वाचिङ बाई गुड लक